सुन्दर घरहरूले बनेको सुन्दर बस्ती दोलखाको कालिन्चोक गाउँपालिकामा पर्ने कुरी बजार हो। समुद्री सतहबाट करिब 3842 मिटरको हाइटमा रहेको यो बस्ती कालिन्चोक भगवतीको प्रमुख प्रवेशद्वारको रूपमा रहेको रहेछ। सबैको लागि परिचित नाम नै रहे पनि मेरो लागि भने नयाँ रह्यो। हिउँदमा हिउँले छोपेर यसको सौन्दर्य अझ धेरै बढाएको हुन्छ र अहिले पनि कुहिरो लागे तापनि सुन्दर देखिएको छ। हामीले यस यात्रा काठमाडौँबाट सुरु गर्यौं। दलाल घाट हुँदै हामी सिन्धुपाल्चोकका रमाइला बस्तीहरू हेर्दै हेर्दै मुडे भन्ने ठाउँ पुग्यौं। मुडेबाट अलि पर गएपछि एउटा सुन्दर खर्क आयो र त्यहाँ म खुबै रमाए, टिकटक बनाए, रमाइलो गरे र निकै सुन्दर ठाउँ थियो। वरिपरिका दृश्यहरू अझ मनमोहक थिए। ती दृश्यहरूले मलाई अझै आनन्द दियो र हामी त्यहाँको दृश्यसँगै थप यात्राको लागि हामी गन्तव्यतर्फ प्रस्थान गर्यौं। बाटोमा ठूलो पानी पर्यो र हामीले एउटा पसलमा रोकेर चिया खान थाल्यौं र चियासँगै गफ्यौं। त्यसपछि चरीकोटमा अर्को दिन बिहान मैले चाहिँ बिहानै उठे, वरिपरिको बजारहरू हेरे, एकदमै रमाइलो रहेछ हैन। त्यहाँबाट कालिन्चोक जाने यात्रा तय भयो। त्यसपछि हामीले कालिन्चोक भगवतीको दर्शनतर्फ बाटो तय गर्यौं। अघिल्लो दिन ठूलो वर्षा भएको कारण बाटो असहज बनेको थियो। तैपनि म यो ठाउँमा निकै रमाएको थिएँ, किनकि यहाँको भूबनावट, यहाँका वनस्पतिहरू मेरो जन्म ठाउँको भूबनावटसँग ठ्याक्कै मिलेका थिए। त्यही भएर म आनन्दित थिएँ र यस्तै बाटोहरू पार गर्दै हामी कुरी बजार पुग्यौं। कुरी बजारबाट रमाइलो दृश्यहरू, सुन्दर ठाउँहरू हेर्दै डाँडा, पाखा र खर्कहरूसँग आनन्द लिँदै हामी केबुल कार तर्फ प्रस्थान गर्यौं। केबुल कारबाट 4 मिनटको यात्रा कालिन्चोक भगवती मन्दिरसम्मको रहेछ। त्यसपछि हामी केबुल कारबाट झरेर केही उकालो बाटो लाग्यौं। यहाँ चाहिँ बाटोमा घण्टीहरू सजाइएको थियो। यसले मन्दिरलाई अझ शोभनीय र शान्ति फिल गराइरहेको थियो र कुहिरोले अरू बाँकी बस्ती चाहिँ देखिँदैन थियो। मन्दिर नजिकको बाटो उकालो चढेपछि हामी मन्दिर परिसरमा पुग्यौं। त्यहाँ गएर हामी पूजा पाठमा व्यस्त भयौं। त्यसपछि हामी फेरि चरीकोटतर्फ प्रस्थान गर्यौं र बाटोमा चौरी गाई, अन्य दृश्यहरू, खर्कहरू हेर्दै हामी रमाउँदै गफ फिर्दै तलतिर झर्यौं।